यो कचौडाबाट पिउँछौ म नयाँ जेलसम्म तिमीले मृत्युको प्रचार गर्दछौ भनेर तपाईँको वचनले भन्छ। अनि योनाको किताबमा भन्नुभयो म जिउँदो स्वर्गबाट आएको जिउँदो रोटी र तपाईँलाई धन्यवाद यो रोटी द्वारा प्रभु तपाईँ मेरो निम्ति तोरिनु भयो, हामी मण्डलीको निम्ति तोरिनु भएको छ। यो दिनको सम्झना हामी गर्दैछौँ। अनि यो राख्नुहोस् जो तपाईँले एउटा रगतसँग तुलना गर्नुभएको छ, जुन रगत चाहिँ सबैजनाको निम्ति बगिएको थियो अनि त्यो रगतद्वारा मात्र सबैको पापहरू चाहिँ मेटिएको थियो। अनि यसर्थ आज यो समयमा प्रभु हामी मण्डली सम्पूर्ण परिवार मिलिकन हामी सम्झना गर्दै तपाईँको आगमनको निम्ति तयारी बन्नको निम्ति हामीलाई सम्झना सब समयले दिनुभएको छ। यो उहाँको मृत्युको सम्झना गर्दै गर्दाखेरि चाहिँ उहाँको मृत्युको पनि प्रसार गर्नुपर्नेछ, उहाँको सन्देशलाई प्रसार गर्नुपर्नेछ, उहाँको शक्तिलाई प्रसार गर्नुपर्नेछ, उहाँको उद्धारकर्तालाई प्रसार गर्नुपर्छ।